नमस्कार। राजधानी र देशका अन्य भागबाट प्राप्त मुख्य समाचारहरू यस प्रकार छन्। सरकारले आगामी आर्थिक वर्ष 2082-83मा 6% आर्थिक वृद्धि दर हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा मुद्रास्फीतिलाई 5.5%मा सीमित राख्ने उद्देश्य राखिएको छ। बजेटले उद्यमशीलता, रोजगारी र उत्पादन बढाएर दिगो आर्थिक विकास हासिल गर्ने विश्वास व्यक्त गरेको छ। सरकारले प्रस्तुत गरेको यस बजेटप्रति पूर्व अर्थमन्त्री र अर्थशास्त्रीहरूको मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले यसलाई पुरानै निरन्तरता र आशा जगाउन नसकेको टिप्पणी गरेका छन् भने केहीले सुधारात्मक प्रयास भनेका छन्। निजी क्षेत्रले भने बजेटले आफ्ना धेरै सुझाव समेटेको भन्दै स्वागत गरेको छ र यसले लगानीमा उत्साह थपेको बताएको छ। बजेटले ठूला रणनीतिक महत्त्वका र राष्ट्रिय गौरवका आयोजनाहरूलाई विशेष प्राथमिकतामा राखेको छ। यी आयोजनाहरूको लागि बजेट बढाएर कार्यान्वयनलाई तीव्रता दिने लक्ष्य राखिएको छ। यसबाट पूर्वाधार विकास र राष्ट्रिय महत्त्वका परियोजनाहरूलाई टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै क्रममा शहरी विकास मन्त्रालयको बजेटमा उल्लेख्य वृद्धि गरिएको छ। आगामी आर्थिक वर्षका लागि शहरी विकासमा रु 1,18 अर्ब विनियोजन भएको छ, जुन चालु वर्षभन्दा रु 25,37 करोड बढी हो। बजेटले नयाँ सहर, युटिलिटी कोरिडोर र फोहोर प्रशोधन केन्द्र जस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ। यद्यपि केही पूर्व सचिवले भने बजेट टुक्रे योजनामा छरिन सक्ने चिन्ता व्यक्त गरेका छन्। अर्कोतर्फ शिक्षा क्षेत्रमा कुल बजेटको हिस्सा घटेको छ। आगामी वर्षका लागि शिक्षामा 2,11,17 करोड रुपैयाँ विनियोजन भएको छ, जुन कुल बजेटको 10.75% मात्रै हो। बजेटमा विद्यालय मर्ज गर्ने र शिक्षक ब्याङ्क स्थापना गर्ने जस्ता कार्यक्रम छन्, तर सार्वजनिक शिक्षा सुधारका लागि स्पष्ट योजना भने बजेटमा नदेखिएको विज्ञहरूको भनाइ छ। कृषि क्षेत्रतर्फ सरकारले धान बालीमा देशलाई आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी घोषणा गरेको छ। यो घोषणा स्वागतयोग्य भए पनि यसको कार्यान्वयनमा भने आशंका व्यक्त भइरहेको छ। विगतका असफल योजना र आवश्यक पूर्वाधार अभावले चुनौती थपिएको भन्दै विज्ञहरूले ठोस रणनीतिको खाँचो औल्याएका छन्। अब केही अन्तर्राष्ट्रिय समाचारतर्फ लागौं। गाजापट्टीमा बिहिबार इजरायली आक्रमणमा परि कम्तीमा 44 जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्। अल बुरेज र दक्षिणी गाजापट्टीको मोराग क्षेत्रमा भएका आक्रमणमा ठूलो मानवीय क्षति भएको हो। 2 महिना लामो नाकाबन्दीपछि सहायता पुगे पनि गाजामा मानवीय अवस्था अझै दयनीय रहेको छ र अक्टोबर 2023 देखि जारी द्वन्द्वमा हजारौंको ज्यान गइसकेको छ। अहिलेको लागि अपडेटेड नेपालीको प्रस्तुति यही समाप्त हुन्छ। तपाईहरूलाई समाचारहरू कस्तो लाग्यो? कृपया आफ्नो सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यदि तपाईँ हामीलाई युट्युबबाट हेर्दै हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी हामीलाई साथ दिनुहोस्। साथै अन्य सामाजिक सञ्चार प्लेटफर्महरूमा पनि हामीलाई फलो गर्न नभुल्नुहोला। फेरि भेट्नेछौँ ताजा खबरका साथ। हामीलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।